ओह गाइस, लगभग मलाई चाहिँ 4 घन्टा लाग्यो यो गर्नको लागि। ठिक है, तपाईँलाई कुन चाहिँ ठिक लाग्यो? कुन चाहिँ ठिक लाग्यो अहिलेको? अनि त्यो काम सकेर चाहिँ तपाईँ के गरिरहेको थियो हौडेमा? मैले ऊ परोसम्म फाँडे हो। अन्त नाम्चीको वेदर अब चाहिँ एकदम गरम घाम लागिरहेछ। ल हेलो पिपल, छेजुलो मेजोर फेबुलो खामडिमो, वेलकम ब्याक टु युट्युब च्यानल भन्दै आजको भिडियो स्टार्ट गरिरहेको छु। सो आज चाहिँ मैले भन्दैछु अब यहाँनिर यस्तो छ, आज चाहिँ एकदमै जरमर फाड्नु पर्ने छ। किनभने अब यहाँनिर धेरै गाँजाहरू खाने, ट्याब्लेटहरू खाने, यो माथि एउटा बङ्कर छ। त्यो बङ्कर चाहिँ हाम्रो रुमको छेउमा छ भन्दै हो। अन्त यो गाडी चाहिँ सबै फाड्नुपर्ने छ, किनभने त्यहाँनिर अड्डा बनाइसकेको छ केटाहरूले भनेर चाहिँ यो एकदम फाड्नुपर्ने छ भनेर चाहिँ मैले भिडियो बनाउँदैछु होइन। सो किनभने अन्त यो हाम्रो रुमको अगाडि पनि हो। अन्त अब यहाँदेखि उता चाहिँ म तपाईँहरूलाई है म आफै बोल्दै गरेर नर्मल भिडियो देखाउँछु, हेर्नुहोस् होला राम्रोसँगले तपाईँहरूले लास्टसम्म होइन। कस्तो हुन्छ कमेन्ट गरिदिनु होला है। ओह गाइस, लगभग मलाई चाहिँ 4 घन्टा लाग्यो यो गर्नुको लागि। यहाँ म तपाईँहरूलाई देखाउँछु ल अघि कस्तो थियो, अहिले कस्तो भएछ तपाईँहरूले कमेन्ट गर्नुहोस्। र पनि काम सकिसकेर चाहिँ यहाँनिर चाहिँ एकजना मान्छे चाहिँ यहाँ काम गरिरहेछ, म देखाउनेवाला छु। हेर्नुहोस् ल, पुरा पसिना सरी भयो, गरम हो। हेर्नुहोस् नजरा कस्तो भयो, पहिलाको ठिक थियो कि अहिलेको ठिक छ तपाईँहरूले कमेन्टमा प्लिज भन्नुहोस् है। ल हेर्नुहोस् त कस्तो, यहाँ चाहिँ कस्तो गाडी थियो, कुन चाहिँ ठिक लाग्यो तपाईँले त्यो भन्नु होला कमेन्टमा। ल ठिक है, तपाईँलाई कुन चाहिँ ठिक लाग्यो? कुन चाहिँ ठिक लाग्यो अहिलेको? अनि त्यो काम सकेर चाहिँ तपाईँ के गरिरहेको थियो हौडेमा? मैले ऊ परोसम्म फाँडे हो। सो त्यही हो, आज सन्डेको हल्का काम होइन गर्नुपर्छ। अन्त यहाँनिर चाहिँ हामीले विशेष गरी किन फाड्यो काम नपाएर भन्छ होला तपाईँहरूले होइन। हुन त अब हाम्रो रुमको अगाडि चाहिँ धेरै अड्डा बनाइसकेको जस्तो थियो यहाँनिर गोटी खानेहरूले। सो त्यसले गर्दाखेरि चाहिँ हामीले अब गोटी नखाओस् भनेर चाहिँ अलिकति डर होस् भनेर चाहिँ तपाईँहरूलाई एकदम सफा गरेर चाहिँ यतिको बनाइदिएको छु। यो बिल्डिङमा चाहिँ अड्डा बनाइसकेको छ नि त, यो बिल्डिङ होइन हाम्रो यहाँ बस्छु। अन्त डरसरी भइसक्यो। अन्त सो त्यसले गर्दाखेरि चाहिँ अब त एकदम फारफुर गरिसकेको छ हो, हेर्नुहोस् है। अन्त नाम्चीको वेदर अब चाहिँ एकदम गरम घाम लागिरहेछ। सो तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिदिनु होला है। मेरो फर्स्ट भिडियो हो, फर्स्ट युट्युब हो होइन। सो तपाईँहरूलाई के कमी लाग्छ प्लिज तपाईँहरूले भनिदिनुहोस् होला है। भन्दै म यति नै भन्न चाहन्छु। बाई बाई गाइस। के भन्दैछ, के भनेको? बाई बाई भनिदिनु नि, बाई बाई भनिदिनु नि।